साथीहरु, स्वागत छ तपाईलाई मेरो च्यानलमा। आज चाहिँ सन्डे हो, त्यही भएर हाम्रोमा के छ त भन्दाखेरि मासु के को भैँसीको पचनी बनाउनु आँटेको मुकबाङको लागि। साथीहरु स्वागत छ तपाईलाई मेरो च्यानलमा। तपाईहरु के कस्तो हुनुहुन्छ, आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाको साथ आजको भिडियो सुरु गरिरहेको छु। साथीहरु यो चाहिँ मेरो युट्युब च्यानलको लागि तयारी गर्दैछु। देख्न सक्नुहुन्छ भैँसीको पचनी। अहिले यसको रेसिपी हजुरहरुलाई म राखिदिन्छु है त। यहाँ चाहिँ मसला रेडी हुँदैछ। मासुको लागि मसलामा ज्यादा मसला युज गर्नु सक्यो। जिरा अदुवा लसुन अर्ग्यानिक पालेको हुन्छ। के यो फुड यो चाहिँ मलाई यसको टेस्ट लाइक चाहिँ धेरै बार जान्छ भने पनि रेडी गर्छु हामी आशा राख्छु है त। अहिले पकाउँदा भेटौँ है साथीहरु। यसमा चाहिँ एक मेथी पड्काइदियो भने बस भइहाल्छ। सादै मिठो हुन्छ नि त। पचनी चाहिँ तेल कम्ती राखेर मेथी पड्कायो, प्याज र खोर्सानी पड्कायो। यसलाई रातो रातो गर्ने। यो चाहिँ हल्का ग्रेभीको लागि टमाटर। अन्त मलाई देख्नुहोस् त एउटा कुरा साथीहरु, आज चाहिँ हाम्रो घरमा पाहुना आउनु भएको छ। पाहुना पनि म भाजी बनाउँछु। अहिले पाहुना भएको छ भनेर घरमा पाहुना आउनु भएको छ, त्यही भएर आज भाउजूमा गीत हुँदो साथी साथीले बनाउने जिरा र अदुवा लसुन हाल्दै लगाएर दाल पनि पाक्दैछ बाहिर आगोमा। देखाइदिएको छैन दाल। मसला रेडी हुँदैछ ग्रेभीको लागि। सबै यो धनिया माथिबाट काटेर हालिदिने, मिठो हुन्छ। त्यसपछि अब चटनी बनाउँछु धनियाको। बाहिर दाल पाक्दैछ आगोमा। अब चाहिँ अहिलेको रेसिपीहरू त देखिसक्नु भयो होला तपाईहरुले। अब खाना खान आँटेको। खानामा के छ भन्दाखेरि भिडियोमा पनि बताएको थिएँ मैले। खाना यहाँ देख्न सक्नुहुन्छ धनियाको चटनी। यो चाहिँ भैँसीको पचनी आन्द्रा भुडी साथीहरु। दाल खानाको लागि यहाँ पानी छ। यो चाहिँ मेरो मुकबाङ चाहिँ मेरो युट्युब च्यानलको लागि है साथीहरु। युट्युब च्यानल प्लस मेरो फेसबुक फ्रेन्डहरुको लागि। कति दिन बादमा आज लङ भिडियो बनाउँदैछु मुकबाङ। के गर्नु, टाइम दिन सकिँदैन साथीहरु। भिलेज लाइफ संघर्ष गर्नुपर्छ। हाट बजार घर गृहस्थी भिडियो गर्नु पाइँदैन साथीहरु। रै पनि भ्याउँदा भिडियो ल्याउने कोसिस गरेको छु। मेरो फेसबुक फ्रेन्डहरुले मेरो युट्युब च्यानल राजालिङ फ्यामिली मा गएर भिजिट गरिदिनुहोस् हस् भन्दै आजको मुकबाङ सुरु गरे। खाए ल। सबैजनाले खाइसक्यो। घरमा पाहुना आउनु भएको छ नि त, मैले अघि नै भनेको थिएँ।
नाना आउनुभएको छ, मेरो हस्बेन्डको दिदी आमाजु भिडियोमा आउनु मान्नु भएन, खाना खाइसक्नु भयो उहाँले चाहिँ। मेरो छोराछोरी नानाले खाइसक्नु भयो। अब चाहिँ म एक्लै। धेरै स्पाइसी भएछ। भिडियोमा बस्नु कोही पनि मान्दैन साथीहरू, एक्लै खानु हो। अन्त युट्युब खोलेको पनि लगभग 2-2.5 महिना भइसक्यो होला, भिडियो हाल्नु पाइँदैन। गाउँले जीवन, घर गृहस्थी, हाट बजार साथीहरू भ्याइँदैन। प्याज देऊ न काटेर। गाउँघरमा भएपछि साह्रो पर्छ साथीहरू, मरौ बिहा त्यता पनि टाइम दिनुपर्ने हुन्छ, हाट बजार गर्नुपर्छ, बेकारी समस्या, हाट बजार जानुपर्ने हुन्छ, भिडियोहरू गर्नु पाइँदैन। युट्युब खोलेको कहिले भिडियोहरू हाल्नै पाएको छैन। मेरो फेसबुकको साथीहरू युट्युब च्यानलमा पनि गएर भिजिट गरिदिनु होला।
यसमा पनि नयाँ नयाँ कन्टेन्ट क्रिएटर साथ सपोर्ट गरिदिनु होला, फलो गरिदिनु होला साथीहरु। नयाँ नयाँ हो, नजानेकोमा सल्लाह सुझाव दिनु होला, कमेन्टमा भनिदिनु होला। घरमा चाहिँ पाहुना आउनुभएको छ। आमा चाहिँ मेरो हस्बेन्डको दिदी भनेर भनेको थियो भिडियोमा, सिधै मुकबाङमा भेटाउँछु भनेर र भिडियो गर्न मान्नु भएन उहाँले। अलिकति बिसन्चो पनि हुन्छ, त्यही भएर जोर जबरजस्ती गरेको पनि भएन साथीहरु। उहाँ चाहिँ खाएर पनि आराम गर्नुहुँदैछ। एकदमै मिठो भएको छ। मासु भन्दा पचनी एकदमै मिठो हुन्छ हौ। सबैले मन पनि पराउने। लाग्छ। आजको मुकबाङ चाहिँ सकियो। साथीहरु आजलाई बिदा हुन चाहन्छौँ। फेरि भेट्नेछौँ नेक्स्ट भिडियोमा। मेरो फेसबुक फ्रेन्डहरूले राजारिम युट्युब च्यानलमा गएर भिजिट गरिदिनुहोस् होला भन्दै आजलाई बाई बाई।